हाई गाइज वेलकम छ अर्को भिडियोमा। आज चाहिँ हामी घुम्न जान लागेको भिडियो स्टार्ट गरिरहेको छु। हामी घुम्न जान लागेको चाहिँ प्रेसिडेन्ट गार्डन हो, दिल्लीमा भएको। हामी चाहिँ आज मुगल गार्डन, राष्ट्रपति गार्डन के भन्छ होला त्यही घुम्नु हिँडेको। कस्तो लाग्यो? राम्रो छ। यस्तो छ रेस्पोन्स। गेट फुलको बगैँचा देखेर छोटो क्लिप लिए मैले। ल फाइनल्ली हामी चाहिँ सम्बन्धित ठाउँमा पुग्नु आँटिसक्यौँ अब। बिचमा फोटोहरू लिँदै थोरै भिडियो लिँदै अगाडि गइरहेछौँ। मुगल गार्डन राष्ट्रपति गार्डन एउटा हैन नि, गर्मी छ, बहुत गर्मी छ, चस्मा लगाउनु पर्ने अवस्था छ। मान्छेहरू जाँदैछन्, राष्ट्रपतिको भिड थाहा छैन, छुट्टी होइन, त्यही भएर अब कम्प्लिट हुन सक्छ। सबैजना फोटोहरू भिडियो लिन बिति। भिडियो फोटो त खिच्नु पर्यो, बिचमा रोक्दै फोटो भिडियो लिँदै। यो चाहिँ इन्डियाको राष्ट्रपति भवन भित्रको गार्डन हो। मेन गार्डन भित्र छ, म देखाउँछु तपाईँहरूलाई। यो चाहिँ एकदम थरी फुलहरू छ कि मजाको। यस्तो खतरा फुलहरू फुलिरह। फोटो खिच्दै लाग्यो भित्रतिर। यो चाहिँ हो हाम्रो राष्ट्रपति गार्डन, मुगल गार्डन। म चाहिँ पहिला 6-7 वर्ष अगाडि आएको थिएँ, त्यतिखेर चाहिँ अझै राम्रो थियो। अहिले भन्दा चाहिँ पहिला राम्रो थियो, तर पनि ठिकै छ। यो चाहिँ वर्षमा जम्मा 2 महिना मात्र फुल्छ होला, सायद फेब्रुअरी मार्चमा। वर्षको बाँकी फुल्छ, यो सबै बन्द हुन्छ, हुँदैन। आज चाहिँ बिल्कुल भिडै छैन रहेछ, अब छुट्टी होइन नि त। छुट्टीको दिनमा चाहिँ अलिक बढी भिड हुन्छ, छुट्टी नभए भएर सायद भिड कम भएको होला। यो चाहिँ राष्ट्रपति गार्डन, मुगल गार्डन। पहिलाभन्दा खासै राम्रो लागेन मलाई चाहिँ। पहिला चाहिँ अलिक राम्रो थियो, अहिले खासै राम्रो थिएन। पहिला चाहिँ अलिक फरक खालको फुल भएको लागेको थियो 2018-19मा। अहिले चाहिँ त्यस्तो लगेको खासै। ल साथी, यति नै हो आजलाई। इन्जोय गर्नु होला भिडियो।